आजको हाम्रो लक्ष्मी पूजा पनि समाप्त भयो र मेरो टुपी के गर्नु भएको नचलाउनुहोस् कस्तो दामी छ है साथीहरु। अनि हामी चाहिँ यहाँ सबै फ्यामिली भएर चाहिँ यहाँ बसिरहेका छौँ। यहाँ कान्छी नानाले फोटो खिचाउनु हुँदैछ। यो फोटोग्राफर आजदेखि उद्रेको फोटोग्राफर हो। धन्यवाद ल। हाम्रो घरमा चाहिँ पुरा डेकोरेसन एकदम मजाले झिलिमिली रमाइलो झिलिमिली बनाएर सजाएको छौँ। यहाँ चाहिँ भित्ताभरि झिलिमिलीको ताती छ। यहाँ चाहिँ यहाँनिर फुलहरू आएर सजाएको छौँ हामीले चाहिँ। यहाँ चाहिँ यसरी आउने ढोकातिर पनि त मजाले है त। ल यहाँ चाहिँ लक्ष्मी पूजा सकेर फोटो खिच्न खिच्दैछ यहाँनिर चाहिँ। यहाँ चाहिँ लक्ष्मी पूजा सकेर चाहिँ ढोक्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ आमाले पनि पापालाई ढोक्नु भने चाहिँ हो। यसरी हाम्रो कल्चरमा चल्छ। ढोक्यो आज साडी लाएर ल यहाँ चाहिँ मम्मीले तिते बनाउनु हुँदैछ नानाहरूको लागि। नानाहरू आउनुहुन्छ अरे यहाँनिर। यो चाहिँ आलुदम ए ल ल। अनि खानाहरू पनि बनाउने छौँ। यहाँ चाहिँ नानाहरूलाई पनि बोलाएको छ हामीले। अनि हामीसँग चाहिँ यहाँ चाहिँ डल्लै खोर्सानी चाहिँ अखबारे ट्याप्पै छ है साथीहरू। यहाँ चाहिँ यसरी अस्तिको बारीको खोर्सानीहरू पनि रहेछ एक दुईवटा यहाँ चाहिँ। र आऊ भनेको चाहिँ हामी लक्ष्मी पूजाहरू पनि सक्यो। त्यहाँदेखि आऊ भनेको चाहिँ खानाहरू पनि खाएको छैनौँ अहिले त। खाना पनि खानु छ अनि खानासाना खाने हो। त्यहाँदेखि फेरि फ्यामिली मिल्ने हो, एकछिन बस्ने हो, त्यहाँदेखि बसेर केही रमाइलो गर्ने हो। यसरी नै हुन्छ लक्ष्मी पूजा हाम्रो चाहिँ साथीहरू। लक्ष्मी पूजा सकेपछिको परिवारसँग बस्ने हो, केही रमाइलो गफ गर्ने हो, बस्ने हो, त्यही हो। त्यही साथीहरू होइन। हाम्रो भान्जोको कोमाले सिक्किमबाट वाचिङ गर्दै हुनुहुन्छ भने कोमा हाम्रो भाइलाई चाहिँ एकदम ह्यान्डसम देखेको छ। यो के भन्छ यसलाई, यो पाइजन कुर्ता पाइजन ए कोपासँग छ, कोपा जत्रै भएको छ है। ए मजाले सुहाउँदो हो, कस्तो मजाको पर्पल कलर अनि एकदम टल्किरहेको छ हो, कस्तो राम्रो देखिरहेको छ। ह्याप्पी लक्ष्मी पूजा, डोन्ट से ह्याप्पी बर्थडे। ल 2 days later. हेलो नमस्ते सेवारो साथीहरू, वेलकम टु ब्याक माई च्यानल साथीहरू। आज चाहिँ भाइ टिकाको दिन हो र अनि आज चाहिँ हामी यहाँनिर तयारीमा छौँ भाइ टिकाको। तर आज अलिकति ढिलो भयो जस्तो छ। सायद भनेको चाहिँ यता हाम्रोमा चाहिँ 11 बजी सायद हो भन्दै थियो। तर आज चाहिँ हामीले अलिकति ढिलो गऱ्यौँ। त्यो भएर चाहिँ अझैसम्म यहाँनिर तयारी भइरहेको छ। अनि यहाँ चाहिँ नानाले अलरेडी भाइटिकाको लागि यहाँ चाहिँ के हो ओखर अनि यो कलरफुल टिकाहरू अनि मालाहरू चाहिँ रेडी गरिराख्नु भएको छ। ल म चाहिँ फाइनली साथीहरू के गर्दैछु भने यहाँ चाहिँ चेलीहरूको लागि चाहिँ अब खाममा चेलीहरूको लागि चाहिँ म यहाँनिर कोसेली हाल्दैछु साथीहरू। मेरो चाहिँ आजको चेली भनेको 5 जना रहेको छ। घरमा 2 जना हो, ठुलो दिदी र कान्छी दिदी। त्यहाँदेखि चाहिँ उता देवाकोमा 3 जना हुनुहुन्छ। अनि यो खाममा चाहिँ रेडी गर्दैछु। सायद त अघि भएको तर आज अलिकति हिजोको कारणले गर्दाखेरि हिजो बेलुकी यसो रमाइलो गरेर बस्यौँ। त्यही भएर अलिकति ढिलो सुत्यौँ साथीहरू। अनि त्यही भएर सायद त 11 बजी भन्दै थियो, 11 पनि कटिसक्यो, 1 पनि बज्नु लागिसक्यो होला। अब म चाहिँ यी छिटो खाममा यहाँनिर चेलीहरूको लागि चाहिँ कोसेली हाल्दैछु र साथीहरू। ओके
फेरि के हुन्छ हेरौँ अब भिडियोमा। ल साथीहरू फाइनली चेलीहरू पनि भेला भइसक्यो। यहाँनिर दुईजना, यहाँ एकजना चेली चाहिँ नाचिरहेछ, अर्को चेली यहाँनिर हुनुहुन्छ र म चाहिँ यहाँनिर रेडी भइसकेँ। म चाहिँ ठ्याक्कै नेपालीको यहाँनिर ठ्याक्कै यहाँनिर खुकुरीको साइन भएको ढाका टोपी र अनि त्यहाँदेखि कोट प्यान्ट लाएर चाहिँ आज चाहिँ एकदम रेडी भइसकेको छु। र साथीहरू यहाँ चाहिँ फटाफट यहाँ चाहिँ हाम्रो नानाले टिका लगाइदिनुहुन्छ। हाम्रो भाइहरू पनि आएको छ। हेलो भाइहरू, भाइ हेलो हेलो ल ल ल अब चाहिँ म क्यामेरा चाहिँ नानालाई दिन्छु। हाम्रो भाइ चाहिँ यहाँनिर हि भाइ भाइ कम हियर ए हाम्रो भाइ चाहिँ क्या नाचिदिरहेछ हो यहाँनिर हि ल ल ल भाइ भाइ सेकेन्ड अब चाहिँ कान्छी नानाको हातबाट टिका थाप्दैछु। लगभग मेरो सकिने यहाँ भाइहरू पनि वेट गरिरहेको छ नानाको हातबाट टिका लगाउनु लागि। भाइ यहाँ कम त, यहाँ मेरो छेउमा आउ त, यहाँ आउ त, यहाँ तिमी र म कोट लाएको यहाँ हाम्रो यहाँ फोचे भाइ र म यहाँनिर चाहिँ भाइ र चाहिँ म यता यता हाई गरिदियो। हाम्रो भाइ पनि टिका लगाउनु आएको छ। यो वर्षदेखि हाम्रो भाइ पनि टिका लगाउनु आएको छ। ल आप चाहिँ सगुन खाने हो। साथीहरू फाइनली मैले चाहिँ टिका लगाइसकेँ। अब भनेको चाहिँ हाम्रो भाइहरूको टर्न छ। यहाँनिर भाइहरू आउनु भएको छ सानो हाम्रो खुद। र फाइनली चाहिँ साथीहरू मसँग मोमोहरू छ। ए ल हुन्छ म गरिदिन्छु। अब चाहिँ खुलेको अब चाहिँ खाँदा हो मोमो रहेछ साथीहरू। यी फेभरेट मोमो हो। एकदम दामी विथ पनिर। हेरलाई ठ्याक्कै वाह ल ल ल दामी दामी ल ल ल अब भाइको टर्नमा माला लाउने। ल भाइ यो चाहिँ भाइहरूको टर्न अब चाहिँ भाइहरूको टर्न अब ल फेर्नु न भाइ, छोरी मान्छे हो। ल टिका लगाइदिए भाइलाई, टिका लगाइदिए भाइलाई। भेरी गुड भेरी गुड। सानो ए भाइ त ढोकै भयो त नि। हाम्रो भाइहरू चाहिँ टिका लगाइसकेर खाँदैछ। भाइ डेलिसियस एकदम भेरी डेलिसियस। यु वान्ट मोर सब्जी भयो एभ्रिथिङ Minutes later. ल साथीहरू फाइनली म चाहिँ यहाँनिर देमारको घरमा यहाँनिर चाहिँ नानाहरूको घरमा आइपुगेछु यहाँ चाहिँ। अनि यहाँ चाहिँ हाम्रो भाइहरू ओखर फुटाएर यस्तै हो साथीहरू। ल है ल है ल म चाहिँ यहाँ भर्खर आइसकेँ। ल ल ल ल ल ल ल यहाँ चाहिँ रेडी रहेछ अब हो। ल म चाहिँ यहाँ बस्ने हो साथीहरू। त्यहाँदेखि टिका लगाउने यहाँबाट टिका लगाएर चाहिँ फेरि हामी चाहिँ घर जाने हो। वेलकम टु माई ब्याकबोन भन्छ अरे। वेलकम टु माई ब्याकबोन होइन। आमा पनि खाएको आमा त ए पाहुना आएको छ यो मलाई हुन्छ हुन्छ लागेको जस्तो मात्रै गर्नु भयो। एउटा लगाइदिनु भइहाल्छ। बिचमा लगाइदियो पुरा चिलाएर।
भएको होइन म यो म उयो गरेर गर्छु कसरी बसेछ त अनि हुन्छ हुन्छ बिचमा छैन म चाहिँ पिङ्क लगाइदिन्छु टालेर छैन ए टालिन्छ तिम्रो निधारै उकेर आयो झन्डै पिङ्क लगाइदिनु पिङ लगाइदिनु ल झन् निधारै उकेर आयो र साथीहरू फाइनली चाहिँ मालासाला लायो यहाँनिर दिदीको हातबाट त्यहाँदेखि फोटो खिच्ने यहाँ चाहिँ हाम्रो नानाले फोटो खिच्दै हुनुहुन्छ ल 1 hour later. ल है साथीहरू फाइनली हाम्रो तिहार पनि आजदेखि सकियो र फाइनली म चाहिँ त्यहाँनिर दिदीहरूकोमा टिका लगाएर आएर त्यहाँदेखि एकछिन रेस्ट गरेँ त्यहाँदेखि चाहिँ अनि यहाँ गेस्टहरू पनि आएको थियो यहाँ गेस्टहरू साथीभाइहरूसँग पनि गफ गर्नु पऱ्यो र अनि अहिले चाहिँ म फेरि त्यो भिडियोलाई कन्टिन्यू गर्दै ब्याक भइसकेको छु र तिहार राम्रै भयो साथीहरू अनि अब तिहारको ब्लग चाहिँ अब फेरि अर्को सालमा अनि र मेरो अर्को न्यू भिडियो चाहिँ फेरि नेक्स्ट टाइम बनाउने छु ल साथीहरू आजको तिहार चाहिँ एकदम दामी थियो भन्दै आजको लागि चाहिँ नमस्ते सेवारो साथीहरू टाटा।